जान्नेलाई छान्ने चाहिँ कसरी भयो के राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ज्यू? मलाई धेरै साथीहरूले अहिले सरकारले नयाँ नियुक्ति गर्ने के सबै भइराखेका कारणले फोन गर्नुहुन्छ। अब पार्टीमा नजोडिएको इमान्दार भएर विश्वविद्यालयमा पढाएको योग्य व्यक्ति छ तर राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा बोकेर हिँडेको छैन, अरू पार्टीको पनि झन्डा बोकेर हिँडेको छैन। एक त्यत्तिकै योग्य छ तर राष्ट्रिय स्वतन्त्र पार्टीले जित्नुपर्छ भनेर अलिकति सहयोग पनि गरेको, क्षेत्रमा जाँदा आफ्नो घर वरिपरि भनिदिने पनि गरेको, जसले जिते पनि के फरक पर्छ भनेर काठमाडौँमै नबसेको, रासोपाले नै जितोस् भनेर गाउँमा गएर भोट हाल्नलाई प्रेरित गरेको छ भने एक नम्बर त्यस्ता व्यक्तिको नाममा थपिन्छ। अब उत्तिकै योग्य छ तर रासोपालाई जिताउन सहयोग गरेका छैन भने त त्यसको पोइन्ट घट्यो नि त। अब यसको मतलब पार्टीमै लाग्नु पर्दो रहेछ पोइन्ट ल्याउनको लागि भनिसकेपछि तपाईँहरूको योजना, तपाईँहरूले जुन भिजन राख्नु भएको छ त्यो भिजन र पहिलाका जुन तपाईँहरूले आरोप लाउनुहुन्छ, हामीले पनि आरोप लगाएको, काङ्ग्रेस एमाले अथवा माओवादीको सरकार हुँदा जुन नियुक्ति टिके प्रथा थियो नि, यो पनि टिके प्रथा भएन र? उत्तिकै योगदान छ तर पार्टीलाई सहयोग गरेका छैन हैन। रासोपाले जितोस् भनेर चाहिँ आएको छ हैन, गाउँमा पनि सहयोग गरेको छ भन्यो भने त्यसले बढी नम्बर पाउँछ भनेपछि त यो किन आवेदन खुलाएको के? विभिन्न पदमा राजदूत भनेको छ, के भनेको छ, सुई टिका लगाइदिए भइहाल्यो नि। यतिको चाहिँ यो नाटक, यो रिहर्सल चाहिँ किन गरे? मान्छेलाई बेकुफ बनाउन भन्ने त बुझ्यो नि त हैन। अब मैले नै काहीँ फर्म भर्या रहेछु भने त मैले त कुनै पनि हालतमा नियुक्ति पाउँदो रहन्छु नि त, किन भन्दाखेरि म त झन्डा त हुन त कसैको पनि बोकेको छैन फेरि हैन। तर झन्डा बोकेकोले एक नम्बर, म र अर्को व्यक्ति बराबर छ, तर त्यसले झन्डा बोकेको रहेछ भने त्यसले पायो भने त्यो टिका लगाएको जस्तै त हो नि। हेट, जान्नेलाई छान्ने।